गाइस र एउटा कुरा आज सबैजनालाई हैन म भन्न चाहन्छु कि एउटा भिडियो चाहिँ मैले हालेको थिएँ अनि त्यो दिवालीको टाइममा हामीले देउसी भैलोको एउटा प्रोग्राम राखेर गाएको त्यो र्याप गाना थियो। त्यसमा चाहिँ एकजना अंकलले चाहिँ मलाई भनेको रहेछ के अब यो चाहिँ के खालको गाना हो कस्तो गाना हो मैले त बुझिन भन्ने खालको एउटा सर्च भिडियोमा भनेको रहेछ। त्यो सर्च भिडियो पनि म देखाउँछु र अहिलेको चल्ती हाम्रो केटाहरूलाई केटीहरूलाई सबैलाई चल्ती हाम्रो भाइ बहिनी सबैलाई र्यापै हो हैन। र्याप पनि एउटा गाना नै हो, त्यसलाई पनि त्यस्तो उयो मान्नु भएन हैन। उहाँले के भनेको छ एकपल्ट सुनिदिउँ, त्यसपछि म पुरा डिटेलमा भनिदिन्छु ल गाइस। भनेको गीत भयो खोइ म त के बुझ्नै सकिनँ, पढे भनेको हो कि के भनेको हो। पछि सुन्नेले पनि दामी 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 भनेर भन्यो, के कुन चाहिँ गीत हो के हो मैले त बुझ्दै बुझिनँ हो। अब तपाईँहरू नै कमेन्ट गर्नुहोस् यो गीत चाहिँ कुन चाहिँ गीत रहेछ। हुन त त्यो भाइको पर्फर्मेन्स चाहिँ एकदम राम्रो हो, सराहना गर्नुपर्छ, उसको एकदम राम्रो थियो। यो देउसे भाइब्स हो। गाइस म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि तपाईहरुले यो भिडियो त हेर्नु नै भयो। यो गाना चाहिँ एकेल जेम्सीको गाना हो, एम्स्टरडम इन अ जर्मन गाडी भन्ने गाना हो। सबैले सुनेकै होला यो गाना, त अहिले लिटरली सबैतिर ट्रेन्डिङ छ हैन। त्यही हो, र्यापलाई पनि अलिकति सल्युट गर्नुपर्छ गाइज। र्यापले पनि कतिको लाइफमा सक्सेस गरेको छ। सबैलाई धन्यवाद भन्दै मेरो यति बात म यही राख्न चाहन्छु। धन्यवाद।